हेलो साथीहरू, जाडो मौसममा चाहिँ म जस्तै यस्तो पकौडा बनाएर खान मन पराउने चाहिँ को हुनुहुन्छ? मलाई चाहिँ जाडो मौसममा चाहिँ चिसो चिसो मौसममा तातो तातो यस्तो पकौडा बनाएर खान चाहिँ साह्रै मनपर्छ। भर्खर बनाएकै तातो रापाइरहेछ। भर्खर बनाएर पकौडा जाडो मौसममा चाहिँ मैले पकौडा खान सुरु गरेँ। हजुरहरूलाई कसलाई मनपर्छ मलाई जस्तै पकौडा खानलाई? एकदमै मनपर्ने चिज मलाई जाडो मौसममा यो पकौडा बनाएर खानलाई। तातो तातो पकौडा मिठो। दुई खालको छ पकौडा यहाँ। एक खालको सबै थोक मिसाएको छ भने एक खालको चाहिँ सादा। मैले दुई खालको पकौडा बनाएको छु यहाँ। देखाउँदै खायो बनाउने, देखाउँदै एक्लै खाने, के देखाएको होला नभन्नु ल। कस्तो मनोरञ्जन लाग्छ क्या टिकटकमा देखाउँदै खानालाई। कहिलेकाहीँ चाहिँ तातै नै छ हौ, अहिले उब्बर नै तातो छ। मनोरञ्जन रमाइलो लाग्छ टिकटकमा देखाउँदै खान पनि। साथी न सँगी एक्लै रङ्गी सँगी क्या भने जस्तै अब एक्लै हुन्छ नि त। यस्तो बनाउने टिकटकमा बोल्ने बाटो, आफूलाई भुलाउने बाटो। यो त भर्खरै बनाएको यता यताको त है। यता मुनिको चाहिँ अलिअलि अगाडि बनाएको भनेको तातै छ। कस्तो दामी छ कि साथीहरू। लुपुक्क परेको तातो छ। खाएँ ल भनेर लास्टमा चाहिँ भन्नु नमिल्ने। म जस्तै जाडो मौसममा चाहिँ यस्तो तातो तातो पकौडा बनाएर खान मनपर्ने चाहिँ धेरै जसो हुन्छन् पनि, कसैलाई चाहिँ मन पर्दैन।